हेलो साथीहरू, हामी डे 2 अफ कोसाकुण्ड ब्लग्स। हामी चाहिँ अहिले लौरी विनायकको उकालो चढ्दैछौँ। एकदम जाडो, फ्रिजिङ कोल्ड। ज्याकेट नलाइकन पनि सकिँदैन, लायो भने पनि स्वेटी सबै एकदम पसिनै पसिना। यहाँ चाहिँ एकदम बिहानदेखि हिँडेको, हामी लगभग हिँडेको 4 घन्टा जति भइसकेको छ, 3 घन्टा जति सायद। अनि हाम्रो डेस्टिनेसन नजिकै छ जस्तो लाग्छ हामीलाई। जति टाढा भए पनि हामी चाहिँ हिँडेर कम्प्लिट गर्नेवाला छौँ। हाम्रो अरू साथीहरू तलै छन्, बिस्तारै आउँदै। हामी चाहिँ अलि माथि आयौँ यहाँ। यु क्यान चेक द भ्लग, के अरे भ्युज है। भ्यू चाहिँ एकदम ब्रेड टेकिङ भ्यू छ र हिँड्न त्यति नै गाह्रो। त्यही भएर हामी अझै माथि चढ्दैछौँ अब।